Hi guys, good morning. Welcome back to my channel. अहिले चाहिँ बिहानको 4:30 भइसक्यो. हामी चाहिँ म चाहिँ नुहाएर भर्खर बसेको किनभने आज चाहिँ हाम्रो घर प्रोग्राम छ त्यही भएर त जाडो छ यहाँ. हेलो गुड मर्निङ भन. गुड मर्निङ. हामी मुख धोएर बसेको भन. मुख धोएर बसेको. मैले नुहाएन भन. मैले नुहाएन. आज के होला भन्दै हुनु त. आज दिदीको बर्थडे हो. अनि दिदीको गुन्ने चलो हो. अनि हामी चाहिँ म एकछिनपछि चियाहरू खाएर तातो पानी खाएर एन्ड देन हामी मगरेज लाएर फेरि जान्छौँ हाम्रो जिजुको घर. यस्तै छ, धेरै छ. अनि यहाँ यस्तो छ. बाबा त्यहाँ हुनुहुन्छ. फ्रेस भइसक्यौँ. यहाँ बाख्राहरूले घाँस खाँदैछ. यता यस्तो छ सिनहरू. हाम्रो नानीले 9 बर्थडे गर्ले. यस्तो छ. जाडो त जाडै छ. त्यही हो. म चाहिँ अहिले नुहाएर तातो कपडा लगाएर बसेको छु किनभने यस्तो जाडो छ यहाँ. त्यसपछि चाहिँ हामी रेडी भएर मगरेस लगाएर जान्छौँ. नानीको गुन्या चोलो छ त्यही भएर जिजुको हातदेखि हामीले टिका पनि लगाउँछौँ. यो चाहिँ सिद्धार्थले मलाई घुमाइरहेछ. यता चाहिँ हाम्रो छ तोरीबारी. अनि यहाँ चाहिँ हाम्रो सब्जी बारी. यहाँ चाहिँ बाबा आमाले प्याज लसुन हो अनि बन्दा गोबीहरू रोप्नु भएको छ. अनि फर्सीहरू पनि छ. अनि यता चाहिँ हाम्रो हुन्टे हिँडिरहेछ. अनि यतातिर चाहिँ हाम्रो किवीको रुख हो गाइज. किवी चाहिँ यहाँ फल्दैछ. त्यसपछि यहाँ पनि सबै किवीको रुख हो. सबै यतातिर पनि सबै किवीको रुख छ. अनि यहाँ चाहिँ स्ट्रबेरीको रुख पनि छ. हाम्रो स्ट्रबेरी पनि छ. यो चाहिँ अहिले फल्ने सिजन भएको छैन त्यही भएर. अनि यो हाम्रो किवी घरको तल चाहिँ म जाँदिनँ किनभने यो चाहिँ माछा राख्ने पोखरी हो. अहिले चाहिँ छैन, नभए चाहिँ हाम्रो हुन्छ. उता माथि चाहिँ गुफा छ. किवी चाहिँ जताततै फलेछ. त्यही हो. यस्तो छ हाम्रो किचन गार्डन. के देखाउँछु हाम्रो भाइले के देखाउने रे. के देखाउँछ अब उहाँ गइसक्यो. बाबु के हो त्यो? यसको नाम भन्दै त. यो चाहिँ हो हाम्रो के भन्छ यसलाई के भन्छ हौ. यसलाई के भन्छ आई डोन्ट नो. तर खानेकुरा हो यो पनि. तर खाने बेला चाहिँ भएको छैन. अनि यता छ फुल. यो चाहिँ के भन्छ यसलाई टिटे. यो चाहिँ टिटे हो. टिटे किराले खाइदिइसकेछ. अनि त्यही हो. यहाँ चाहिँ खुर्सानी. यता चाहिँ हाम्रो दाउरा घाँसहरू राख्ने. यो चाहिँ ट्र्याक्टर छ हाम्रो. यो चाहिँ ट्र्याक्टर हातले चलाउने. अनि यहाँ चाहिँ हाम्रो माथि मान्छ. यो चाहिँ हाम्रो खुर्मानीको रुख हो. अरूले आडु बखरा भन्छ, हामीले खुर्मानी भन्छौँ. फुल फलिरहेको छ. यता छ हाम्रो टुरुङ. गोबर सोर्दैछन्. सफा गर्ने रे. बाबु यता हेर. सिद्धार्थले मस्त बाख्राहरूलाई घाँस खुलाएन अघि. घर चाहिँ सफा गर्दैछन्. सबै सोरेर यता सोरेर यहाँ फालेछन्. भयो. हाम्रो भाइ कति ज्ञानी छन्. खाना खाएर भ्याएर यता हेर कति मजाले. उता आमाहरू माइजूहरू. हामीले कपडा धोएर भर्खर बसेको. बाबु चाहिँ यहाँ सफा गर्दैछन्. के गर्दै हुन्छ? मासु काट्दै हुनुहुन्छ आजको लागि. अनि यहाँ यता छ हाम्रो घर. यो चाहिँ हामी बस्ने घर हो भने यो चाहिँ हाम्रो स्टोर घर जस्तै हो. कुखुरा खोर भयो. यता चाहिँ हाम्रो बर्थडे गर्ल. ह्याप्पी बर्थडे नानी. नानी र मैले चाहिँ नुहाएर बसेको. यस्तो छ हाम्रो भ्यू. सो नाइस, सो ब्युटिफुल भ्यू. हामी चाहिँ अहिले कहाँ जाने भन्दाखेरि त्यहाँ घर जाने. हाम्रो जिजुको घर. अहिले चाहिँ यस्तै छ. अब एकछिनमा हामी रेडी हुन्छ भन.
रेडी हुन्छ एकछिनमा हामी रेडी हुन्छौँ and then we will go भित्र चाहिँ माइजू आउनु भएको छ माइजूले के पकाउन लाग्नु भएको छ प्राउनहरू फुराउन लाउनु भएको छ प्राउन र झिनिया वाउ पाकिसक्यो I will get ready यहाँ छ मेरो ब्याग सामानहरू त्यसपछि अब चाहिँ म रेडी हुन्छु म ड्रेसहरू लगाएर एन्ड देन हामी जान्छौँ अनि बहिनीले चाहिँ वहाँ गएर टिका लगाएर मात्र पाउँछ ड्रेस अनि त्यसपछि बल्ल लाउने हो सो या अल डन फर टुडे अब जानुपर्छ रेडी भएर म चाहिँ चाहिँ रेडी भइसक्यो गाइस अब जानलाई बाबा के गर्नुभयो बाबाले यहाँ प्याज काट्नु प्याज काट्नु भएको छ अब हामी जान्छौँ म सब रेडी आई एम ऑल रेडी आमा हुनुहुन्छ हाम्रो बाबा हामी चाहिँ जान्छौँ हामी चाहिँ जाँदैछौँ के त्यसले होइन कि त्यसले त्यही बसेको बेला गराउने हो मेरो घर पठाइदिनु के ल अब चाहिँ हामी लागेको जिजुको घर सिधै चाहिँ चप्पल त्यही लागेको छु केही भएन चप्पल चाहिँ यत्तिकै छ केही भएन अब चाहिँ बिर्सेको हाम्रो बर्थडे गर्ल आज गुन्ने चोलो लगाउँछु ओके एउटा काट्नु कि एउटा माइजूको नयाँ घडी खै माइजूले नयाँ घडी देखाउनु पर्छ ऊ हाम्रो हिरो त्यहाँ सबसे हिरो ऊ हिरो नि यता छिन् यो हाम्रो ठुल पोखरी अब चाहिँ हामी गएर टिका सिका लगाएर के पल्ट्यो हाम्रो चाहिँ उता पुल बन्न लागेछ बाटोमा सो हामीहरू चाहिँ यतादेखि जाने हो तर खोला तर्नुपर्छ त्यति ठुलो खोला नि होइन सानो खोला छ अहिले चाहिँ सानो खोला तर्नुपर्छ उता चाहिँ पुल बन्दैछ बाबु गइसक्यो यहाँ छ पुल हामी चाहिँ वहाँ पुग्ने हो हाम्रो चाहिँ खोलाको बाटो यस्तो छ खोला अरे हेर्न पानी भयो गाइस कतातिर जाने हो ओ हेर्न यिनीहरू त पानी गयो यो त मोजा लगाएको छु ओए झन्नै लोटेन खोला यस्तो छ अहिलेको हालत चाहिँ हामी चाहिँ आइसक्यौँ घर जिजु बस्नुभएको छ माइजू भर्खर आउनुभएको हजुर थाक्नु भयो अरे माइजू हामी चाहिँ घर आइपुग्यौँ जिजु चाहिँ यहाँ बस्नु भएको छ हाम्रो जिजु हाम्रो घरको मकै नानी रेडी भएन हामी रेडी भयौँ लच्छा डोरी लाएर रेडी भइसक्यो नानी यता छिन् हेलो नानी यता जिजु हुनुहुन्छ ओके हेर्नु कस्तो राम्रो देखियो यता माइजू हुनुहुन्छ आमा हुनुहुन्छ ओके जिजुलाई ढोक्दै हुनुहुन्छ नातिनी बुहारीले यता आमा हुनुहुन्छ यता नातिनी हान यता नाति यता हेर यता फेरि म छु
जिजुको वाला गरे छावाको बस ओए दिनु पर्छ भनेको मान्ने नरिसाउने धेरै ठुल्दाजीले ठुल मम्मीले भनेको मान्ने फुल देऊ ल एउटा फुल देऊ जन्मदिन राम्रोसँग पढ्ने ठुलो मान्छे हुने टिका लाएर भइसके अब हामी जान्छौँ घर अब खानासाना बनाउने अनि बस्ने बाई जिजु ह्याप्पी बर्थडे छोरी नानी रेडी भइसकिन् केक काट्नुलाई बर्थडे टु यु ह्याप्पी बर्थडे डियर यमुना ह्याप्पी बर्थडे टु यु टिका लगाइदिने कि पहिला त्यही दल भयो ल्याइसक्यो बाबु हेर्छु त्यहाँ ल बाबु बस त्यही बस बाबु दिदी चाहिँ भिजाउ न दिनु तिम्रो दिदीलाई लगाइदिन्छौ कि ल नमस्ते डरलाई अगाडि पैसा डढो क्या उही डढ्यो अब देख पैसा होइन प्रोग्राम चाहिँ हाम्रो बर्थडेको प्रोग्राम चाहिँ भइयो नानी बर्थडेको प्रोग्राम चाहिँ भइयो अब चाहिँ हामी खानाहरू खान्छौँ बनाएर तिम्रो हातले सक्यो यहाँ मम्मी र दिदीले खाना बनाउनु लाउनुभएको छ बाबा र मामालाई खाना मम्मीले गर्नुभयो बाबुलाई देखाउने हाम्रो मम्मी यो हाम्रो यो दिदी यो हामीले भाग लगायौँ अब चाहिँ बाहिर गएर जुसहरू बाबालाई सिद्धार्थ आमालाई भन्नुपर्छ आमा हेलो बाबा हेलो हेलो बाबा हेलो सिद्धार्थ अब हाम्रो पाली खाना खाने माइजोता हुनुहुन्छ
हाम्रो खाना रेडी भइसक्यो नानीको खाना माइजू खाना त्यहाँ आमाको नास्ता हो हाम्रो यहाँ छ साग छ पोर्क छ रोस्ट छ चिकन रोस्ट तरकारी छ ब्राउन पापड झिनिया अनि भात यहाँ हुन्छ माइजू तरकारी अब हामी खान्छौँ हामीहरू खाना खाँदै को खाँदै हुनुहुन्छ माइजूले चिकन डायमन्ड खानुभयो मिठो हुन्छ कहाँ पाइन्छ डन विथ खाना गाइज खाना पनि भइसक्यो गाइजहरू अब चाहिँ हामी भाँडा बसाएर बाँच्छौँ सिद्धार्थ खाना भयो कस्तो थियो खाना त्यही हो अब खाइसक्यो अब भाँडा सारा माग्ने अनि रेस्ट गर्ने सोड्दैछन् सफा गर्ने रे बाबु यता हेर सिद्धार्थले मस्त बाख्राहरूलाई घाँस खुलाएन अघि घर चाहिँ सफा गर्दैछन् सबै सोरेर यता सोरेर यहाँ फालेछन् भयो हेलो साथीभाइहरू अहिले चाहिँ साँझको 6:30 भइसक्यो आज नानीको बर्थडे नि भइयो गुनियाचोली नि भइयो यहाँ बसेपछि नानी चाहिँ अनि मैले चाहिँ तरकारी पनि बनाइसकेँ दाल पनि बनाइसकेँ यहाँ रोटी हुँदैछ यता छ हाम्रो रोटीहरू रेडी भएको छ इग्नोर पुरा त्यो कालोमा आगोमा पकाउने बानी नभएर पुरा कालो कालो भएको छ रमाइलो भयो बिहानको दिन अझसम्म छ मेरो बाबाले चाहिँ मस्त बाहिर बसेर रोटी खाँदै हुनुहुन्छ बाबाले चाहिँ एक्लै बसेर खाने रे हुँदैन रे म चाहिँ फोन चार्ज गर्छु त्यसपछि खाना खाएपछि भाँडासाँडा माझेपछि बल्ल चलाउँछु सो या गाइस हाम्रो खाना चाहिँ रेडी भयो गाइस यहाँ छ पोर्क चिकन रोस्ट तरकारी आमाले चाहिँ त्यहाँ रोटी खानुहुन्छ हामी चाहिँ यहाँ खान्छौँ यता हुनुहुन्छ हुन्छ अब चाहिँ हामी मस्त लाएर खान्छौँ गाइस त्यसपछि आई विल सी यु गुड मर्निङ गाइस नेक्स्ट डे हामी चाहिँ अब आज फेरि जान लागेको घाँस काट्नुलाई म चाहिँ यहाँ छु एकदमै जाडो भएको छ मलाई चाहिँ हाइकिङ हिँड्ने यस्तो भएको छ हामी वहाँदेखि उतादेखि आएको हाइकिङ जानु पर्दैन मलाई गाउँ आएर घाँस काट्न आए पुग्छ खुट्टा दुख्यो आउनुभएको छ घाँस ल्याउन हामीले काटेर भ्याएर यहाँ राखेछौँ बाबा अब घाँस बोकेर जानुहुन्छ नाइ अन्जल माइजूले क्या अघि आमा उता हुनुहुन्छ बाबा गइसक्नु भयो हामी घाँस काटेर फर्किँदैछौँ अनि अहिलेको बाटो चाहिँ एकदमै छ मैले चाहिँ आज होला मैले सबसे ह्याप्पीवाला बारी पोकेको घाँसको बारी त्यही हो गाइज यस्तै नै चलिरहेको छ हाम्रो बाटो यस्तो छ आमा आउँदै हुनुहुन्छ उता बिस्तारै बिस्तारै म चाहिँ छिटो कुदी हिँड्दैछु किनभने भारी बिसाउने ठाउँमा पनि लागेको छ त्यही भएर हाम्रो आमा चाहिँ आउँदै हुनुहुन्छ म चाहिँ छिटो गएर उता बिसाउने ठाउँ छ त्यहाँनिर बिसाउँछु एकछिन भनेर किनभने मेरो घाँटी च्याक भइसकेको छ यस्तो छ भारी अनि त्यही हो बाटो चाहिँ यस्तो छ बाटो धेरै लामो छ यता डाँडापाडीदेखि आएको हामी आमा आउनुभयो हामी बिसाइ मेट्दैछु म फेरि कोरमनाल गरेर जेल किन्छ रे छोराले बिहा तैन भकिन त हिँड्दै गर खिच्दै हिँड्दै बेडा ओए कस्तो क्युट हेरी त नचला बाबु चला के
यो चाहिँ हाम्रो यो हाम्रो घर हो पनि यहाँ चाहिँ हाम्रो पोखरी छ पौडी खेल्दै छन् भाइहरू